नमस्कार साथीहरू, नमस्कार है, नमस्कार। आराम हुनुहुन्छ? पानी आउन लाग्छ साथीहरू, अँध्यारो छ। अनि साथीहरू मैले सेक्युरिटी गार्ड हाउसदेखि भिडियो बनाइरहेको छु है। मैले यहाँ सेक्युरिटी काम गर्छु साथीहरू है। अनि साथीहरू यता सीसीटीभी छ, यता उता हेर्नुपर्छ साथीहरू हैन। यहाँ चाहिँ त्यो मेन गेटको स्विच हो। अनि यहाँ 8वटा घर हेर्नुपर्छ साथीहरू है। अब 8वटा घरको चाहिँ सुरक्षा गर्नु पर्यो, काम त गर्नु पर्यो नि साथीहरू हैन। अनि साथीहरू अरु हालखबर के छ सुनाउनु होला, कमेन्टमा लेख्नु होला हैन। अरु सबै ठीक छ भने कमेन्टमा लेख्नु होला। अनि मनमा लागेको कुराहरू लेख्नु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि लेख्नु होला। अनि साथीहरू म चाहिँ के रिक्वेस्ट गर्छु भने तपाईहरुलाई हैन, यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला है। अन्तिमसम्म हेरेर चाहिँ साथ सपोर्ट दिनु होला। अनि कहिलेकाहीँ यो आफ्नो लागि यो भिडियो नहुन पनि सक्छ, किनभने जानकारीमूलकको भिडियो हो नि त। त्यही भएर चाहिँ यसलाई शेयर गरिदिनु होला, आफ्नो लागि नभए पनि अन्तिमसम्म हेरेर कुरा बुझेर हैन। अनि यसलाई शेयर गरिदिनु होला यो भिडियोलाई है। अनि माया गरिदिनु होला यो भिडियोलाई, साथ सपोर्ट दिनु होला। अनि मनमा लागेका कुराहरू कमेन्टमा लेख्नु होला। अनि स्वार्थीपन नभइकन है, स्वार्थीपन नगरिकन चाहिँ यसलाई चाहिँ शेयर गरिदिनु होला यो भिडियोलाई है। थ्यांक यू सो मच भन्न चाहन्छु साथीहरूलाई। अनि साथीहरू यताउता हेर्नुपर्छ, काम गर्ने ठाउँदेखि बनाएको भिडियो हो है। काम गर्दै गर्दा बनाएको भिडियो हो। यताउता अब गाडी आउने जाने गर्छ, यो मेन गेटदेखि 8वटा घरको हैन, त्यसलाई हेर्नुपर्छ। गाडी आउने, भित्र आउने, बाहिर जाने गाडी हेर्नुपर्छ यो सीसीटीभीमा। त्यही भएर यताउता गर्नुपर्छ साथीहरू, मन त डुलाउनु पर्छ टाउको यताउता। अनि साथीहरू आजको मेन टपिक के हो भन्नुहुन्छ भने, आजको मेन टपिक के लिएर आएको छु भन्नुहुन्छ भने, धेरैजना साथीहरूले जिज्ञासा राख्नु भएको छ है। धेरैजना साथीहरूले सोध्नु भएको छ उहाँहरूले मलेसिया इलिगलको लागि यो तपाईको यो प्याकेज खोल्यो कि खोलेन, घर जाने भनेर धेरैजना साथीले सोधिरहनु भएको छ। यो इलिगल प्रत्येक नागरिक हैन, प्रत्येक देशको नागरिकलाई घर जाने छुट दिएको हुन्छ नि त वर्षमा। त्यो चाहिँ अहिले बन्द भएको थियो हैन। अनि त्यही भएर चाहिँ खुल्यो कि खुलेन भनेर चाहिँ धेरैजना साथीहरूले सोध्नु भएको थियो। अहिले चाहिँ यो घर जाने इलिगलको लागि हैन खुलेको छ है। अहिले यो आज 22 तारिक हो यो भिडियो बनाएको मैले। घर जाने इलिगलको लागि खुलेको छ। घर जान सक्नुहुन्छ कम्पाउन्ड तिरेर, फिङ्गरप्रिन्ट गरेर हैन। कम्पाउन्ड तिरेर फिङ्गरप्रिन्ट गरेर 500 कम्पाउन्ड तिर्ने, अनि फिङ्गरप्रिन्ट गर्ने, अनि ट्राभल डकुमेन्ट गराउने, अनि यो तपाईको टिकट काट्ने हैन, इमिग्रेसनमा गएर फिङ्गरप्रिन्ट गर्ने, अनि बल्ल घर जाने एउटा प्रोग्राम चाहिँ यो आजभन्दा 2010 वर्षदेखि 2010 देखि स्टार्ट भएको यो लागू भएको यो प्रोग्राम हो। अझै पनि यो घर जाने लागू चाहिँ प्रोग्राम भइरहेको छ, वर्षमा खुलिरहेको छ घर जानेलाई। अनि भिसा लाउनेलाई पनि खुल्छ, तर अहिले खुलेको छैन। हरेक देशको नागरिकलाई चाहिँ भिसा लाउने हैन, अब घर जाने नजाने भिसा लाएर बस्ने भन्ने एउटा प्रोग्राम त्यो चाहिँ वर्षमा खुल्छ हैन। अहिले चाहिँ यो 22 तारिक हो। अहिले चाहिँ घर जाने मात्र खुलेको छ है। मे 22 तारिक इलिगलको लागि छुट, घर जाने छुट, कम्पाउन्ड तिर्ने अनि घर जाने, फिङ्गरप्रिन्ट गर्ने, कम्पाउन्ड तिर्ने, घर जाने, यो चाहिँ छुट अहिले खुलिरहेको छ है। आज 22 तारिक मे हो। अनि साथीहरू के गर्ने, अब युट्युब च्यानलमा लाइसेन्स भिडियो पनि बनाउनु पर्यो हैन। अब तपाईको एउटा मेमोरी पनि हुन्छ, एउटा चिनो पनि हुन्छ हैन। मैले साथीहरूलाई यसरी सुझाव सन्देश सल्लाह दिएको थिएँ भन्ने एउटा मेमोरी पनि हुन्छ नि त। त्यही भएर चाहिँ मैले भिडियो बनाउँछु साथीहरू है। यो च्यानल खोलेको धेरै पनि भएको छैन, 3-4 महिना भयो है। अनि साथीहरू थोरै समय निकालेर चाहिँ मैले भिडियो बनाएको साथीहरू। अब काम पनि गर्नु पर्यो, यताउता पनि हेर्नु पर्यो हैन। त्यही भएर साथीहरू अब भिडियो लङ हुन्छ। त्यही भएर चाहिँ आजको मेन टपिक यो भिडियोको
थपै भ्याउनु भयो होला हैन। आजको मेन टपिक मेन पोइन्ट तपाईहरुले बुझिसक्नु भयो होला हैन। यही हो साथीहरु है। फेरि अर्को भिडियोमा म आउने छु नयाँ अपडेट पुरानो अपडेट है। पुरानै अपडेटमा नि आउने छु नयाँ अपडेटमा नि आउने छु। रिपिट रिमाइन्डर है। रिपिट रिमाइन्डर भनेको पुरानो अपडेट अनि नयाँ अपडेटमा नि आउने छु साथीहरु है। र साथीहरु धन्यवाद थ्यांक यू सो मच दिन चाहन्छु सबै साथीहरुलाई कमेन्ट गरेकोमा हैन, कमेन्ट गरेकोमा, सब्स्क्राइब गरेकोमा, लाइक गरेकोमा हैन, सबै गरिदिएकोमा थ्यांक यू सो मच भन्न चाहन्छु। अर्को भिडियोमा चाहिँ फेरि भेटौँला। अहिले म बाइ भन्न चाहन्छु। ओके बाइ बाइ।